हामी विवेक ओझाद्वारा लिखित ऐठन उपन्यास वाचन गरिरहेका छौँ। अघिल्लो श्रृङ्खलामा हामी ऐठन उपन्यासको भाग 4 सम्म वाचन गरेका थियौँ भने आज हामी ऐठन उपन्यासको भाग 5 वाचन गर्नेछौँ। तुलनात्मक रूपमा ढिलो बिउजिए। अघिल्लो दिनको ह्याङ बाँकी नै थियो। आलस्य पखाल्न स्नान कक्षमा पसेँ। धेरै पछि स्नान कक्षको विशाल ऐनामा कोत्लेँ। गहिरिएर आफ्नै नाङ्गो ज्यान हेरेँ। मेरा करङ छाती बाहिर उछिट्टिएका थिए। गला र कम्मरका हड्डी टुटुल्का झैँ उठेका देखिन्थे। म छालले बेरिएको कङ्काल देखिने रहेछु। अझ शरीरभरि घाउका खत मात्रै थिए। बमले जीर्ण बनेको दरबार सरह मेरो शरीर मक्किएको थियो। दाहिने छातीको एक बित्ता लामो दाग सुमसुमाए। ठ्याक्कै बिर्सेँ त्यो डरलाग्दो घाउ कहाँ लागेको थियो। कसले हानेको थियो खुकुरी? हुन सक्छ यो गोलीले छाडेको दाग थियो। खैर, घाउ जहाँसुकै होस्, त्यसले कुरूपता बाहेक अर्थोक थप्दैन। मनका खतले मनलाई कुरूप बनाउँछन् र तनका खतले तनलाई। घाउ खत छाडेर जान्छन् र बाँचुन्जेल तन मनलाई कुरूप बनाइदिन्छन्। ऐनामा आफैसित बोले, मुला बबने तनका घाउ त कपडाले छोप्लास्, तर मनका घाउले न ज्यान लिन्छन् न लखट्न छाड्छन्। के गर्छस्? आफ्नो अराजक भावनालाई व्यवस्था गर्दै सर्लक्क नुहाएँ। क्याबिनमा नअल्झी चमेना हलतर्फ लम्किएँ। चमेना हल खचाखच थियो। सबैजना मुडुला टाउका फ्र्याकफ्रुक गरिरहेका थिए। चिया गफसँगै कोलाहल जमिरहेको थियो। मैले काउन्टरसँगैको चिया जारबाट दुध चिया भरेँ। खाली टेबल खोजेर बसेँ र आनन्दसँग चुस्की लिन थालेँ। चिया पिइरहँदा हलभरि नजर डुलिरह्यो। आधा कप रित्तिएपछि मात्रै चिनेको अनुहार देखेँ। त्यही मोटी चन्द्रकला ठिक 4 टेबल पर बसेकी रहेछ। मेरो नजर पर्दा चन्द्रकला कुनै ख्याउटे पुरुषको नाक चिम्टिरहेकी थिए। चन्द्रकलाको खिटका त्यो कोलाहलमा बेग्लै सुनिन्थ्यो। मलाई देखेकी भए त्यसरी हाँस्ने थिइनँ र सकभर मै कहाँ आउँथे। अनि ऊ कुनै लोग्ने मानिससँग सायद छिल्लिने थिए। नजिकै आएर कसैले मेरो ध्यान भङ्ग गर्यो। भवनजी, चट्ट उत्तर फेरि ध्यान अन्तै हुँदा उसको नाम ठ्याक्कै आएन। यतिसम्म सम्झिए कि ऊ चेस प्रेमी मानिस हो। उसको हातमा चेस बक्स छुट्दै 4-5 सेकेन्ड यत्तिकै अल्मलिए। यद्यपि सही सलामत उच्चारण गरे, अरे विमलजी। ऊ निष्फिक्री मुस्कुराइरहेको थियो। उसको चेहरा दियो जस्तै तेजिलो देखिन्थ्यो। किताब झैँ च्यापेको चेस बक्सतिर इसारा गर्यो। पवनजी, एक गेम भइजाओस्। प्राय विमल चमेना हलमै हुन्छ। मलाई देख्यो कि चेस खेल्न आग्रह गरिहाल्छ। ऊ मेरो विपरीत कुर्सीमा बस्दै गर्दा उसको प्रस्तावना नकारे। तपाईँ जितिहाल्नुहुन्छ। एक राजाको अहमका लागि म 15-15 गोटी मार्न सक्दिनँ। मलाई चेतनशील वार्तामा विश्वास छ। चेतनाले बोथ विन परिस्थिति निर्माण गर्न सक्छ। तपाईँको कुरा कायदाको हुन्छ, तर जुन दिन तपाईँ चेस बोर्डको अँध्यारो बुझ्नुहुनेछ त्यो दिन विपक्षी प्यादाहरू भुट्दै राजालाई चेकमेट गर्न तपाईँका औला लालायित हुनेछन्। हेरिराख्नुहोस्, परिस्थितिले सबथोक निर्माण गर्नेछ। कुनै निरङ्कुश शासन फाल्न ठडिने विद्रोही शक्ति जस्तै तपाईँका गोटी जुर्मुराउनेछन्। हेरिराख्नुहोस्। विमल भयङ्कर कुरा गर्छ। कहाँको कुरा कहाँ पुर्याइसक्छ। कुनै बेला ऊ छापामारको कमान्डर थियो। त्यसैले प्राय युद्ध र हतियारलाई लिएर अनौठा तर्क गरिरहन्छ। ती गोली जुन हृदयमा रोपिए ती देशको भविष्य बनेर विशाल रुखमा रूपान्तरण हुनेछन्। त्यो रुखमुनि सम्पूर्ण सर्वहाराले स्वतन्त्रताको बाँसुरी बजाउँछ। त्यो समयमा उसको गर्दन मात्र समात्न भ्याउँदैन, मनले त उसलाई 1000 पटक आदमखोर भनिसक्छ। ऊ कतिसम्म भ्रममा छ भने उसलाई विद्रोह सकिएको थाहा छैन। उसँगैका कमान्डरले लगातार सत्ता चलाइरहेको तथ्य पत्याउँदैन। टिभी रेडियोमा बज्ने खबर क्रान्तिवीरलाई भड्काउने षड्यन्त्र खान्छ। चियाको अन्तिम चुस्की लिँदै म उठेँ। अर्कोपल्ट खेलौँला। अनि मैले त्यो भेटको अन्त्येष्टि गरेँ। अहिले छुटौँ। विमल हात मिलाउन खोज्दै थियो। मैले नदेखे झैँ गरेँ। निस्किएँ त्यहाँबाट। बन्दुक समाएको जोसुकै होस्, हात मिलाइसकेपछि मेरो हातमा रगत लतपतिएको महसुस हुन्छ। सकभर उनीहरू मलाई नछोउन्। केही दिनअघि कुरै कुरामा एक पूर्व आर्मीले मलाई अँगालेको थियो। कपडा केही फोहोर लागेको देखिँदैन थियो, तर आफ्नै शरीरबाट आलु रगतको तिखो गन्ध महसुस हुन थाल्यो।
त्यो पखाल्न रातभर स्नान कक्षमा नुहाए। 3 थान साबुन सकिएपछि मात्रै शरीरबाट रगतको गन्ध हटेको थियो। धरतीमा बन्दुक समाउने प्रत्येक हात कुहिएर झरुन् र फूल समाउने हात पलाउन्। म आफ्नो क्याबिनतर्फ लम्किँदै थिएँ। सोरा धुमपान कक्ष हुँदै मैतिर लम्कँदै थिए। लट्ठीको सहायतामा उसको हिँडाइ हाँस ढल्के समान देखिन्थ्यो। अझ कोप्रिएको रोबोटले लट्ठी टेकेर हिँडे जस्तै देखिन्थ्यो। यस्तो लाग्थ्यो ऊ हिँडिरहँदा कसैले गर्दन र छाती च्यापेको छ। सोरालाई पर्खिएँ। ऊ नजिकिएसँगै उसका पाइलामा पाइला मिलाएँ, साथै संवादको थालनी गरेँ। हिँडाइ कस्तो अप्ठ्यारो देखिएको छ। सोरा एकैछिन अडिए। टाउको नहल्लाएरै मतर्फ शरीर घुमाए। आफ्नो गर्दनतिर इसारा गरी, यता नसा च्यापिए जस्तो छ, गर्दन हल्लाउनै मिल्दैन। यति भनेर शरीर अगाडि घुमाएर पुनः हिँड्न थाली। मैले सान्त्वना स्वरूप सुनाएँ, अचाकले दुख्छ, पेनकिलर लिनुभयो? लिएँ। बरु तिम्रो थेरापी कस्तो भयो? ठिकै। भनिन के भयो भयो। भनौँ त लागेको थियो 19 वर्ष अघिको बिन्दुमा पुगेर फर्किएँ, तर आफैलाई रोकेँ। कुरा मोड्न उसले समाएको किताबलाई बहाना बनाए। त्यसको गाता अनौठो खाले थियो। गाता आधा खैरो र आधा कालो रङमा विभाजित थियो। खैरो भागतिर मानिसको धुमिल आकृति देखिन्थ्यो। किताबको नाम समेत अनौठो थियो, फ्यादोमिङ द होलोकास्ट, अ सोसल रिफर्म एप्रोच। लेखकको नाममा समेत पढेँ, रोनाल्ड जे बर्जर। तपाईँ बहुतै पढन्दाज हुनुहुँदो रहेछ। त्यति पनि होइन, तर पढ्दा आनन्द लाग्छ, केही कुरा सिकेको महसुस हुन्छ। मलाई पढ्न झन्झट लाग्छ हिजो आज। किन? थुप्रै वर्ष मास्टरी गरियो, सायद किताबसँगको सङ्गत पुग्यो। आफ्नो क्याबिन आएपछि सोरा मोडिए। उसले सामान्य बिदाई समेत मागिन, तर म गफिन चाहन्थेँ। ऊ हिरोसिमाको आक्रमणबाट बाँचेको कुराले मलाई बाँधिरहेको थियो। मलाई थाहा भइसकेको थियो ऊ गफिने मुडमा छैन, तर पनि सोधेँ, म पनि आऊँ? पछाडि नफर्किएरै उसले स्वर फ्याँकी, तिम्रो इच्छा। कस्तो फसाद। छिरौँ कि नछिरौँ? छिरौँ। उसले खुलेर स्वागत गरिन। नछिरौँ। त्यहाँ पस्ने इच्छा मसँग नभए जस्तो देखिन्थ्यो। एकैछिनलाई भए पनि भित्र पसेँ। सोरा अघिल्लो दिन बसेकै कुर्सीमा बसी, किताब टेबलमाथि राखी, लट्ठी टेबलकै आडमा अड्याई, गर्दन दायाँ बायाँ गरेर दुखाइ जाँची। म अलि अघिल्लो दिन बसेकै कुर्सीमा बसेँ। मलाई उसको दाहिनेतिरै बस्न उचित लाग्छ, किनकि उसको देब्रेतिर त्यो सेताम्य दाग देखिन्छ। ऊ बहुतै कुरूप देखिन्छे, चन्द्रकला जस्तै कुरूप। आफ्नो काँध थिच्दै बोली, यो बुढीले तिमीलाई के सहयोग गर्न सक्छ? भन। केही पर्दैन, चाहिएको बेला भनौला। टाउको हल्लाउँदै टेबलको घर्राबाट चस्मा झिकी, चस्मा अड्याउँदै किताब उघारी। सुरुमा सामान्य किसिमले पहिलो पाना हेरी, तर उसको पानामाथिको हेराइ गम्भीर बन्दै गयो। ऊ यति ध्यानसँग पढ्दै गई कि थुप्रै पाना पल्टाइरहे। म भने हेरी मात्रै रहेँ। त्यो मग्नता देख्दा पक्का थियो सोराले मेरो उपस्थिति बिर्सिसकी। आफ्नो क्याबिनमा फर्कियौँ नसोचेको होइन, तर त्यसरी निस्किहाल्न अप्ठ्यारो लाग्यो। उसको किताबी लय समेत भङ्ग गर्न मन लागेन। त्यस्तै 40-45 मिनेटपछि मात्रै उसले किताबबाट आँखा मोडी। मलाई देख्दा झस्की, अहो सरी है बाबु, म त अक्षरमा हराएछु। तिमीलाई कस्तो झ्याउ भयो होला? पट्यारलाई दबाउँदै सुनाए, छैन। सोराले चस्मा घर्रामा नै राखी कुर्सीको सुस्तरी अडेस लागि। हिजो राम्ररी निदायो त? हिजो कि अस्ति? हिजो र अस्तिमा के राखेको छ र? निदायो कि नाइ? केही घण्टा सोच्दै बित्यो, केही घण्टा निदाए। बित्थामा धेरै सोच्नुहुन्न बाबु, मान्छे फाल्तु कुरा सोचेरै बिग्रिन्छ। थाहा छ, थाहा भएको सबै कुरा अपनाउन मुस्किल छ। अनुहार हेरेरै भन्न सक्थे सोरा मेरो कुरामा पूर्ण सहमत थिए। उसले मेरै भावलाई दोहोराए, हो मुस्किल पर्छ। मलाई जुन कुराको गुरुत्वले खिचेको थियो त्यतै मोडिँदै थिएँ। तपाईँको परिवारमा को छन् आन्टी? निकै सामान्य प्रश्नको उत्तर भयानक थियो। कोही बाँकी रहेनन्। उसको स्वरमा लुकेको दिगदारी प्रेमबाट सिर्जित वितृष्णा प्रतीत हुन्थ्यो। लवजमा दशकौँको एक्लोपना, निराश एवं गुनासो गाँसिएको थियो। एकैछिन निशब्द भएँ, भन्न सकिनँ, यस्तै हो जिन्दगी। त्यो भन्ने ममा साहस थिएन, किनकि कोही बाँकी नहुनु जस्तो जिन्दगी यस्तै वा त्यस्तै हुन सक्दैन। त्यसखाले जिन्दगी कम, अपवाद बढी बन्छ। म सोराको हृदय कोट्याउन सक्ने थिइनँ। अलमल भइरहँदा उसैले पीडाको भकारी खोली। मेरो बिहे भर्खरै भएको थियो। गर्भमा 3 महिने भ्रूण हुर्किँदै थियो। सबथोक हिरोसिमासँगै खरानी भयो। एकैसाथ भूत, वर्तमान र भविष्य तुइयो। के भयो बाबु? कहिलेकाहीँ कुनै सन्दर्भको सुरुवात गर्ने र अन्त्य गर्ने किनारा भेटिँदैन।
समयले हामीलाई त्यस्तो बीच भागमा फ्याँकेको हुन्छ जहाँ छटपटी, निराशा र मृत्युको पर्खाइ बाहेक विकल्प हुँदैन। त्यस दिन तपाईँ कहाँ हुनुहुन्थ्यो र? उसले लामो र गहिरो श्वास तानी। कस्तो चुरोटको तलतल हो। विगतको सम्झनाले उसलाई मानसिक चाप दिएछ। वृद्धासँग चुरोट हुँदो हो पक्कै सल्काउने थियो। दाहिने हात हावामा हल्लाउँदै भने, यो नभने पनि हुन्थ्यो। सोधिहाल्यो, डुब्नै लागेको जिन्दगीमा गोप्य राख्नुपर्ने कुरा पनि छैन। लामो सुस्केरासँगै आफ्नो विगत कोट्याउन थाल्यो। त्यस बिहान केही साथी ओटा नदीमा नुहाउन गएका थियौँ। अन्य दिन झैँ नदी छेउका खेतमा किसान व्यस्त देखिन्थे। वारिपारिका चौरमा पशु चौपाए घाँस चढ्दै थिए। बिहानको त्यो माहौल निकै शान्त थियो। हामी नदीमा अनेक खेल खेल्थ्यौँ। म पानीभित्रै धेरै बेरसम्म लुक्न सक्थेँ। साथीहरूले अनुमान गरेको ठाउँभन्दा फरक बिन्दुबाट बाहिर निस्किन्थे। त्यस दिन पनि साथीहरूले मलाई पानीमा लुक्न कर गरे। सोरा गामिजुनी काकुरेरू नो ओ मिटाई, अर्थात् आकाशलाई पानीभित्र लुकेको हेर्न चाहन्छौँ। सोरा अर्थात् आकाश। उनीहरू दोहोरो अर्थ लगाएर जिस्किएका थिए। म पनि जिस्किएँ। आकाशतर्फ इसारा गरेँ, जहाँ चराहरू निर्वाध उडिरहेका थिए। हेर, यो आकाश पानीमा लुक्छे अनि सूर्य भिजेर निभ्नेछ। अँध्यारो भए मलाई दोष नदिनु। मेरो हाउभाउ रङ्गमञ्चको कलाकारको झैँ थियो। मेरो मजाकमा उनीहरू गलल्ल हाँसे। केहीले आफ्नो गुप्ताङ्गतिर इसारा गर्दै गिजोले। ओहो, हाँसिरहँदा उनीहरूका चिम्सा आँखा बन्द भएका थिए र बाटुला ओठ तन्किएका थिए। सोरा विगतका सहेलीको सम्झनामा हल्का मुस्कुराए। बुढा नङले चाउरिएको तालु कन्याई सुनाउँदै गए। उनीहरूलाई निस्कने ठाउँ अनुमान गर्न भने म पानीमा फुत्त डुबेँ। उनीहरू 1, 2, 3 गरेर गन्न थाले। लगभग 1.5-2 मिनेटपछि जब म उठेँ, बायाँ गाला र कुममा अगुल्टो हिर्काएको जस्तो भयो। झम। तत्कालै पानीभित्र पसेँ र भित्रभित्रै पौडी काट्ने। नदीको ढिक काटेर पानीले सानोतिनो गुफा जस्तै खोक्रो बनाएको थियो। म त्यही कोप्चोमा लुकेँ। पानी बाहिर टाउको निकालेर त्यही कोप्चोमा गुपचुप भइरहेँ। त्यो समय मेरा हातगोडा लगलग कापिरहेका थिए। मेरो देब्रे कुममा काला फोरा उठेको देख्न सकिन्थ्यो। त्यो हेर्दामा आगोले जले जस्तै देखिन्थ्यो। कुमसँगै गाला र गर्दन समेत चरचराइरहेका थिए। हातको स्पर्शबाट पक्का भन्न सकिन्थ्यो गर्दन र गालामा समेत त्यस्तै काला फोरा उठेका छन्। बाहिर के भइरहेको छ ध्यान दिएर सुन्न खोजेँ। ओटा नदीको स्वाँ बाहेक केही थिएन सुन्नलाई। लगभग 15-20 मिनेटपछि ढिकको खोक्रोबाट बाहिर निस्किएँ। त्यतिन्जेल आकाश अँध्यारो भइसकेको थियो। सूर्य गायब थियो। बगरबाट ढिकतिर हेरेँ। सहेली समेत गायब थिए। अझ ढिकमा उक्लिएसँगै अनर्थ परिस्थितिको साक्षी बन्नु पर्यो। एकैछिन त सपना वा लहना जस्तो लाग्यो। डिलमा उभिएका साथीहरू जिउँदा थिएनन्। उनीहरू सबै फतफत पाकेर कालो भइसकेका थिए। प्लास्टिक पग्लिएसरी आकारहीन भइसकेका थिए। यहाँ कसैको शरीर चिन्न सकिने परिस्थिति थिएन। मेरो गाला र कुम नजलेको भए सायद ती शरीर नै हुन् भनी ठम्म्याउन सक्ने थिइनँ। त्यो उलटपुलटले मेरो होस उड्यो। गला दब्यो। हतारिँदै यताउता हेरेँ। अरू कसैले त्यो परिस्थिति निहालेर पक्का गरिदियोस्, तर वरिपरि कोही थिएन। डिलको चरणभरि चरिरहेका पशु चौपाए, खेतमा काम गरिरहेका किसान र आकाशमा चराचुरुङ्गी समेत थिएनन्। चारैतिर केवल धुवै धुवाँ थियो। सबैभन्दा बाक्लो धुवाँ बजार क्षेत्रबाट उठिरहेको थियो, जहाँ मेरो घर थियो, जहाँ श्रीमान, बा आमा, सासू ससुरा बस्थे। म विचार सुन्ने, होस सुन्ने भएर त्यतै दौडेँ। नुहाउँदा लगाएको कपडाबाट पानी चुहिँदै थियो। त्यसभन्दा बढी आँखा चुहिँदै थियो। आँखालाई आँसुको कति हेक्का थिएन। संसारकै गरौँ वस्तु आँसुलाई समेत कुनै कुनै परिस्थितिले तहुल विहीन बनाइदिँदा रहेछन्। आँसु र आँखाको सम्बन्ध नै छुट्याइदिँदा रहेछ। बस्ती पुगेसँगै अनर्थ थपिँदै गयो। मक्किएका घर, भत्किएका दिवार, हार गुहार, आलाप बिलाप, धुलो र धुवाँले भरिएको वायुमण्डल, बाटोमा छरिएका मानव शरीरबाट छुट्टिएका अङ्ग प्रत्यङ्ग। ओहो, त्यहाँ मृत्यु निकै सस्तो थियो। हिँड्दै गर्दा कतिका अलपत्र हत्केलामा ठेस लाग्यो। कतिका छुट्टिएका औँला कुल्चिए। हिसाब थिएन। कोही घिटी मृत्यु कुर्दै थिए, कोही बेहोसीमा चिच्याउँदै दौडिँदै थिए। आर्तनादको कोरस एकसुरको थियो। टस्केरू टस्केरू, बचाओ बचाओ। पानीको भिख माग्दै थिए कोही। मिजु मिजु मिजु। बेरूप दृश्य, कारुणिक स्वर, तीखो नमिठो गन्ध, असह्य तातो हावा। त्यो सप्तोकका बावजुद
इन्द्रिय ज्ञानेन्द्रिय बुख्याचा बराबर थिए। हेरेर नदेखे जस्तो, सुनेर नबुझे जस्तो, महसुस भएर पनि महसुस नगरे समान थियो मेरो अवस्था। फरक फरक अङ्ग एकअर्काबाट अलग अलग छरिएका थिए। सबै आफ्नै व्यवहार गर्दै थिए। जस्तो पैताला आफसे आफ घर रहेको ठाउँनिर पुगेर रोकिए। सो त घर थिएन, सबथोक आँगनमा थुप्रो बनेको थियो। मानव कसैले ठुलो पैतालाले घरलाई कुल्चिदियो। मेरा घर मात्रै होइन, पुरै हिरोसिमालाई कुल्चिदियो। मानव आकाश जत्रो थियो कुनै दानवको पैताला, जसले पुरै सहर कच्याकुचुक पारिदियो। निमोठी दियो चुरोटको ठुटो निमोठी जस्तै। घाइतेहरूले त्यो दानवलाई श्राप दिइरहेका थिए। कोकोरोगा नाइ मोन्स्ता सिने, हृदयविहीन दानव मर मर मर। थुप्रो बनेको घर वरपर फन्को लगाए। जो घरभित्र थिए जिउँदै पुरिए। लोग्ने सुतेकै थिए होला। सासू ससुरा पक्कै चिया बनाउँदै थिए भान्सामा। कोही संयोगले बाहिर निस्किएको भए पक्कै जलेर सकिए। हिरोसिमामा को बाँच्यो, को मर्यो? के मेरो बचाइ हो? म जस्तै संयोगले सबै थोक गुमाएर कोही बाँच्यो भने त्यो बचाइ भइगयो? अनि मर्यो को? के हाँस्दा हाँस्दै, खाँदा खाँदै, प्रेमिकासँग माया सार्दा सार्दै, छोरालाई स्कुल छाड्दा छाड्दै, एकैसाथ सबै थरी मानिस खरानी हुनु मराइ हो? मुस्कुराउँदै गरेका ओठ पुरा नतन्किँदै पुरै सहर कपुर झैँ बिलाइ जानु मृत्यु हो? म बाँचे समान गए गुज्रेको थियो सहरको मृत्यु। सहर मरे समान गए गुज्रेको थियो मेरो बचाइ। मेरो बाँच्नु जसरी बचाइ थिएन, त्यो ध्वंस मात्र थिएन। त्यो धुलामय धुवाँमय सेरोफेरोमा म हराए जस्तै भएँ। पटक पटक रिङ्गटा लागिरह्यो। मलाई आभास थियो म जुनसुकै बेला ढल्न सक्छु। ढल्नु अगावै मलाई बा आमाको घर पनि हेर्नु थियो। आफैलाई चिमोड्दै, कानका लुती मार्दै आफैलाई होसमा राख्न खोजिरहेँ र बा आमाको घरतर्फ लागेँ। माइतीघर उस्तै थुप्रोमा बदलिएको थियो। फराकिलो आँगनमा घरका चिजबिज छरिएका थिए। आँगनको सबैभन्दा परको कुनामा बाको प्यारो भित्ती घडी उछिट्टिएको थियो। हातले नै कुँदेर बनाएको काठको घडी थियो त्यो। घडीको देब्रेतिर सानो भाग मक्किसकेको थियो। मेरो देब्रे गालादेखि कुमसम्म जल्ले जस्तै र रोकिएको थियो घडीको सुई। त्यो समय हिरोसिमाका सबै घडी बन्द भइसकेका थिए। सम्भवतः समाप्त भइसकेको थियो हिरोसिमाको आयु। हिरोसिमाको धड्कन ठिक घडीको सुई रोकिए जस्तै रोकिएको थियो। हप्प। असङ्ख्य शरीरमा ध्यान जान थाल्यो। त्यहाँको धुलोमा मुछिएका शरीरमा थुप्रै शरीर मेरै आफन्तका थिए। जल्दै गरेका, कालो भएर पाक्दै गरेका, घिटी घिटी गरिरहेका जुनसुकै शरीर चिनेका हुन सक्थे। कानमा ठेलिँदै गरेको चित्कार मेरै आफन्तको थियो। त्यो खरो गन्धमा मेरै मान्छे जलेको गन्ध मिसिएको थियो। ओहो, मलाई योमी नर्कको भय रहेन। कुनै हालतमा योमी यति क्रूप र भयानक हुन सक्दैन। गाला र कुमको पीडा असह्य हुँदै गयो। जिउरो बाक्लो लाग्न थाल्यो। पिरो थपिँदै गयो आँखामा। रिङ्गटाको अनुपात बढ्न थाल्यो। सास फेर्ने हावा नाकको प्वालभन्दा मोटो हुँदै गयो। नाक पोलिन थाल्यो। चेतना मुर्झाउँदै जाँदा लाग्यो अब म मर्छु। अनि अवचेतन मनले मलाई अस्पतालतिर डोर्यायो। बगैँचा हुँदै गुज्रिएँ। त्यहाँ एउटै फुल अस्तित्वमा थिएन। केही प्रेमिल जोडी टाँसिएरै जलेका देखिन्थे। स्कुल हुँदै गुज्रिँदा स्कुल खण्डहर भइसकेको थियो। स्कुलको मैदानभरि छरिएका थिए डढेका शरीरहरू। तिनबाट धुवाँ उडिरहेको देखिन्थ्यो। बाटोमा पर्ने चर्च समेत ढलेको थियो। पादरीको शरीर चर्चको ढोकाले च्यापिएको थियो। ओहो, ईश्वरले समेत हार खाएको दिन थियो त्यो। पुरै हिरोसिमा चिहान घारीमा बदलिएको थियो। अन्ततः अस्पतालको आँगनमा पुगेँ। अस्पताल समेत आधा ढलेको, आधा पुरानिएको थियो। म त्यहाँ छिर्न खोजेँ। भुइँतलाका केही सिँढी उक्लिएर थोरै भित्रसम्म पसेँ। उस्तै विक्षिप्त थियो अस्पताल। सयौं मृत शरीर थिए भुइँभरि। को डाक्टर, को बिरामी पत्तो थिएन। चलमलाइरहेको शरीर देखिनु दुर्लभ थियो। केही घाइते पानी मागिरहेका थिए। मिजु मिजु। अस्पताल नै मृत थियो। कहाँ जानु जीवनका लागि? बाँच्ने आशा मुनि समयको इम्बुस थियो। मृत्यु स्वीकार्दै भित्तामा अडेस लागेँ। मेरो दृश्य मधुर हुँदै निभ्यो। मेरो दबेको गलाबाट एक शब्द निस्कियो, मिजु मिजु। र जब होसमा फर्किएँ, यही अस्पतालमा थिएँ। जिउँदै छु कि मृत आफैलाई र नबुल्ल भइरहन्छ। छोराले हिरोसिमाको लामो बयान सकी। आँसु रोक्नलाई उसले आँखा थिचे, तर चेपबाट आँसु फुत्किएर बगे। उसो त त्यो 70 वर्षभन्दा पुरानो सम्झना थियो। तर हृदय यस्तो रेफ्रिजरेटर हो जसले हरेक कुरा आफैभित्र ताजा राखेको हुन्छ।
चाहे त्यो माया होस् या घृणा, खुसी होस् वा पीडा, मिलन होस् वा बिछोड। मसँग बोल्ने मेसो थिएन। ऊ पनि केही समय आँसु पुस्नमा व्यस्त भए भनी बाबु धेरै पछि थाहा भयो अमेरिकाले प्लेनबाट आणविक बम खसालेको रहेछ, लिटिल बोय नामको। 3 दिनपछि नागासाकीमा समेत त्यस्तै आणविक बम खसाले फ्याटम्यान। कुरुक्षेत्रको युद्ध जस्तै विक्षिप्त घटना घटेछ। के उनीहरूले परिणाम आकलन गरेका थिएन? सोरा चिम्सा आँखा थप चिम्सा पारेर मुस्कुराए वा मुस्कुराए जस्तो गरे अनि भनी पहिले उनीहरूले बमलाई जोनार्डा मोरेटो मरुभूमिमा परीक्षण गरे। त्यसलाई ट्रिनिटी नाम दिए। परीक्षणको भयानक स्वरूप देखेर जोल रोबर्ट ओपेनहाइमरले गीताको श्लोक गुनगुनाएको थियो रे। मनै काल हुँ समस्त धरतीको विनाशक, कालो डस्मी लोकच्छ एकृत प्रवृद्धो लोकान समाहर्तु मिह प्रवृत्त। बाबु उनीहरूले आफूलाई पुराणको कुनै कृष्ण सम्झिए र आणविक बमलाई ब्रह्मास्त्र। न त्यो कुनै पुराण थियो न सोझा हिरोसीमा बासी कुनै कुरुक्षेत्रमा थिए। उर्मिला र प्रहलादको चिहान नभेट्दा मैले कुनै मरुभूमिको मुसा भए हुन्थ्यो ठानेको थिएँ। तर मरुभूमिलाई पनि मान्छेले असुरक्षित बनाइसकेको यथार्थ बिर्सेको रहेछु। म बरबराएँ। किन बस्ती नै ताकेर? सोराले मेरो चासो बुझिसकेकी थिए। उसले स्पष्ट पार्न खोजी उनीहरूले आफ्नो तागत प्रदर्शन गरेका थिए। सिङ्गो सहर पुरै धरती तहस नहस पार्न सक्छौँ, होसियार भनेका हुन्। आखिर उनीहरूलाई मान्छेको मासु खानु थिएन। त्यो आवेग हिटलरप्रतिको घृणाको रूप थियो कि? हिटलर मरिसकेको थियो बाबु। नाजी सेनाले आत्मसमर्पण गरिसकेको थियो। त्यसको 2.5 महिनापछि मात्र एटम बमको सफल परीक्षण भएको हो। एटम बम भन्दा पहिले नै अमेरिकाले टोकियोमा फायर बमको हमला गरिसकेको थियो। 300 वटा B-29 जहाजबाट 1665 टन बम खसालेको थियो। साथमा 5 लाख नेपाम र व्हाइट फोस्फोरस सिलिन्डर खसालेका थिए ताकि आगोले पुरै टोकियो खरानी बनोस्। त्यहाँ पनि 1 लाख हाराहारी सर्वसाधारण जलेर मरे। त्यो विध्वंसलाई हिरोसीमा र नागासाकीले छायामा पार्यो। बबन बाबु सहरमा बम खसाल्नेसँग मानिसकै मुटु थियो र कि उनीहरूको हृदय हिटलरको भन्दा फरक थियो? सोरा बोल्दा बोल्दै खोक्न थाली। खक खक। उसका गलाका नसा धूमपान कक्षमा झैँ फुले। सकी नसकी पानी मागे। मिजु। मैले तुरुन्तै पानी ल्याएँ। पानी पिइसकेको केही मिनटमा सब थोक ठिकठाक भयो। सोरा त्योभन्दा बढी बोल्न सक्ने अवस्थामा थिएन। ऊ दायाँ बायाँ अनि सिलिङतिर गर्दै भावनालाई शान्त पार्न खोज्दै थिए। मैले एकछिन उसको हाउभाउ हेरिरहेँ। ममा बाँकी तमाम उत्सुकता हुँदाहुँदै पनि थप बोल्न प्रेरित गरिन। मेरो एकोहोरो हेराएको प्रतिक्रियामा उसले आँसु पुछी र कृत्रिम मुस्कान मुस्कुराउँदै सोधी, के हेरेको यसरी? कुनै अजीब चिज देखे जस्तो। टाउको दायाँ बायाँ हल्लाउँदै चिसो पानी पिइसकेपछि उसको जुठो पानी पिएको महसुस गरेँ। अनायासै मेरो धोद्रो स्वर जुइयो। म पनि बुझ्छु आफन्त गुम्दाको पीडा। तपाईँले त झन् पुरै सहर गुमाउनुभयो। म तपाईँको ठाउँमा हुँदो हो हिरोसीमाको भ्रान्तिमय गल्लीहरूमा डुलिरहने थिएँ। म मेरो विगत कोट्याउनेवाला थिएँ। तर मलाई खोज्दै चन्द्रकला मोटी मुन्टी। भवन तिमी यहाँ छौ? चन्द्रकलालाई लिएर सोरा मसँग जिस्कियो। यो अलि बढी मोटी छे। बिहे गर्नु अघि सोच्नु। अस्ति धुम्पान कक्षमा पनि तिमीहरूसँगै थियो नि, होइन? म केही बोलिनँ। त्यतिन्जेल चन्द्रकला नजिक आइसकेकी थिए। चन्द्रकलाले सुनिन थाहा भएन, तर सुनेसरी मुस्कुराइरहेकी थिए। म भित्र निकै घृणित भाव पैदा हुँदै थियो। यो अधिक मोटी छे। अनुहार पनि जलेको छ। यसका कपाल पनि छैनन्। नाम र स्वरूप विपरीत छन्। दत्त। यसको छातीभन्दा पेट ठुलो देखिन्छ। दत्त। सोराले अलग्गै प्रसङ्ग निकाले। जाउँ धुम्पान कक्षेत्र। मलाई साह्रै नै तलतल भयो। क्याबिनबाट निस्किए लगत्तै सोरालाई सुपर चुरोट सुझाएँ। उसले पछिल्लो समय पिएको सिगारको गन्ध नमिठो रहेको गुनासो समेत पोखे। तर आफ्नो भ्रम लुकाउने कोसिस गरे। भन्न उचित थिएन। युलिडा सिगारको गन्ध मुर्दा पोलेको जस्तो लाग्छ। त्यो चर्चिलले पिउने सिगार भनेर दोहोऱ्याउनु जरुरी थिएन।